पुँजी बजार आगामी दिनमा कस्तो होला, आकाश खस्छ कि खस्दैन भन्ने कुरासँग तुलना गर्नुपर्छ। र आकाश खस्न लाग्यो भने पनि हुटिट्याउले आकाश थाम्न सक्दैन। म हुटिट्याउँ होइन, हामी लगानीकर्ता हुटिट्याउँ हौँ, हामीले आकाश थाम्न सक्दैनौँ। त्यही भएर यस्तो कुरा चाहिँ के होला, म अहिले बाटामा जाँदा जाँदै ऊ त्यहाँ ठेस लाएर लड्छु कि मर्छु कि मलाई हार्ट एट्याक हुन्छ कि मैले चाहिँ एजम्सन गर्न सक्दिनँ, अनुमान गर्न सक्दिनँ। त्यही भएर पुँजी बजारमा हिँड्दै गर्दाखेरि कहाँनिर समस्या आइदिन्छ भन्न सकिँदैन। आज राम्रो हुन्छ भन्दा भन्दै पनि भोलि नराम्रो भइदिन सक्छ। अनायास घटना जेन्जी आन्दोलन हुन्छ, यतिको तहस नहस हुन्छ भन्ने कसैले सोचेको थियो। तर अब राम्रो हुन्छ भनेर डुक्कका साथ गयो, कसैले लैलेमा फलानु किन, फलानुमा लगानी गर भन्ने आधारमा त्यही कम्पनीको सेयर किन्यौँ भने हामी डुब्न पनि सक्छौँ।